यो हाम्रो क्वेसन हो इन्टिग्रेसनको बिएससी फर्स्ट इयर फर्स्ट अर्डर डेरिभेटिभको। यसमा चाहिँ के गर्ने भने dy/dx अनि x² + 1 लाई यता डिभाइडमा लग्ने। डिभाइडमा लगेपछि dy यहीँ छोड्ने, dx ले यता मल्टिप्लिकेसन गर्ने, dx/x² + 1 एन्ड इन्टिग्रेटिङ अन बोथ साइड देन इन्टिग्रेसनको साइन लाउने। अनि हामी क्लास 12 मा पढेको थियौँ यो फर्मुला dx इन्टिग्रेसन dx/x² + a² बराबर tan इन्भर्स x/a + c। यहाँ 1 को ठाउँमा a हुन्छ है। यो फर्मुला हो क्लास 12 को। अनि त्यहाँ चाहिँ हाम्रो फर्मुलामा छ यसको इन्टिग्रेसन y हुन्छ अनि यहाँ यसको इन्टिग्रेसन चाहिँ tan इन्भर्स x/a को ठाउँमा 1 छ अनि 1 + c। अब त्यसपछि भइहाल्यो, यही हो एन्सर हाम्रो। अनि फेरि हाम्रो सेकेन्ड क्वेसन यो छ, यो y dx बराबर e⁻x + 1 dy क्वेसन यो हो। अनि हामीले चाहिँ क्वेसन फेरि y लाई यता लाग्ने अनि d लाई यता लाउने हुन्छ। अनि फेरि तलमाथि e⁻x ले मल्टिप्लाई गर्ने, e⁻x अनि e⁻x यहाँ मल्टिप्लाई गरेपछि e⁻x + ex हुन्छ। अनि यो भनेको चाहिँ 0 e⁻0 भनेको 1 अनि यहाँबाट डाइरेक्ट लेखे e⁻01 अनि यहाँ जस्ताको त्यस्तै बाँकी dy/dx। अनि यहाँ बोथ साइडमा माइनसले मल्टिप्लाई गर्ने, किनभने यसको इन्टिग्रेसन हामी यसको डेरिभेटिभ माथि ल्याउनको लागि माइनसले मल्टिप्लाई गर्नुपर्छ। त्यहाँ माइनस हामीले थपेको त्यसैले यता पनि माइनस हुन्छ। यहाँ तरको डेरिभेटिभ माथि भयो भने त्यहाँ लगमा जान्छ। अनि हामीले इन्टिग्रेसन गर्ने हो। फेरि इन्टिग्रेसन तरको डेरिभेटिभ माथि छ त्यसैले लग 1 + e⁻x अनि यसको तरको डेरिभेटिभ माथि त्यसैले y को रेस्पेक्टमा छ नि dy को रेस्पेक्टमा त्यसैले यसको माइनस लग अनि प्लस लास्टमा लग c। अनि यो लगलाई यतापट्टि ल्याउने लग y लाई लग अनि लगको केसमा चाहिँ प्लस हुन्छ भने यहाँ भित्र चाहिँ यो मल्टिप्लाई हुन्छ, यसले मल्टिप्लाई भयो बराबर लग c। लग बराबर छ भने y ब्र्याकेट 1 + e⁻x बराबर c हुन्छ। ल सिद्धियो।